हेलो वेलकम टु द च्यानल। हाम्रो च्यानलमा तपाईहरुलाई स्वागत छ। हामी नयाँ भिडियो लिएर फेरि आएको छौं हैन। आज चाहिँ हामी अहिले यहाँ सातो बाटोमा छौं। भर्खरै ग्वारकोको फ्लाइओभर क्रस भएको छौं हैन। वास्तवमा अब अहिले सूर्यविनायक गइरहेछौं। सूर्यविनायक फरेस्टमा चाहिँ आज एमेचर रेडियो अपरेटरहरुको एउटा हुन्छ नि इभेन्ट छ के त्यहाँ फक्स हन्ट भन्छ। त्यो फक्स हन्ट इभेन्टमा चाहिँ हामी पार्टिसिपेट गर्न गइरहेछौं। अलिकति लेट पनि भएको छौं जस्तो लागेछ मलाई चाहिँ। 10:53 भइसक्यो। 11 बजे त्यहाँ स्टार्ट हुने भनेको थियो। तर अब जाँदैछौँ। अहिले हामी चाहिँ यो ठ्याक्क कोटेश्वरको भाटभटी नि अगाडि आइपुगेका छौँ हैन। अनि फेरि यो बाटोमा चाहिँ स्पिड लिमिट एकदम मेन्टेन गरेर चलाउनु पर्यो नि त। यहाँ 50 भन्दा माथि चलाउने बित्तिकै फेरि ट्राफिक पुलिसले समाइहाल्छ। अनि त्यो भएको भएर चाहिँ त्यो हेर्दै विचार गर्दै हिँडिरहेको छौँ। यता यो बाटो नहिँडे धेरै भएछ जस्तो लाग्यो मलाई है। पुरै पहेँलो पुल चीन नेपाल बीच निरन्तर मित्रता कायम रहोस् भनेर चाहिँ पुरै पुललाई पनि पहेँलो कलर गरेको रहेछ नि। यो साइडको डिभाइडरलाई पनि पहेँलो, यो साइडको ब्यारियरलाई यसलाई पनि पहेँलो कलर गरेको रहेछ। कोटेश्वरको जाममा 5 मिनेट यहाँ वेट गरेपछि ट्राफिक लाइटमा हामी फाइनली अब यता जडीबुटीतिर अगाडि बढिरहेछौँ हैन। सूर्यविनायकको जंगलमा सूर्यविनायक फरेस्ट भनेको छ इभेन्टको भेन्यू चाहिँ। पुरै बादल कालो बादल चाहिँ आकाशमा छ, पानी पर्ला जस्तो छ है। बाहिर अहिले नै 30 डिग्री सेल्सियस भनेर देखाइरहेछ हैन। सो यो त अब बढ्ने क्रममै हो। यो बढ्छ नै। यहाँबाट यता पेप्सी कोलाबाट कोटेश्वरतिर जाने गाडीहरू चाहिँ अब निस्किन लाग्यो भएर धन्न क्रस भइहाल्यो। 90 देखि जडीबुटीको जाममा पनि त्यहाँ पनि रोकिनु पर्थ्यो। चोकमा पनि ग्रीन लाइट नै छ है। रमाइलो भइरहेछ क्या ड्राइभ गर्न पनि अहिले। लागिरहेछ। पानी पर्दिएन भनेदेखि त राम्रै हुन्थ्यो। यतातिर चाहिँ क्लियर नै छ जस्तो छ है। अलिअलि बादल त छ तर माथि जंगलमा पर्न पनि सक्छ। त्यो पनि हो। अब हामी कहाँ गइरहेको त्यो ठाउँमा पर्न पनि सक्छ। सृजना नगर भन्ने यहाँ बोर्ड आएको छ एउटा। हामीले चाहिँ सृजना नगर भन्ने ठाउँ पनि कटेर अगाडि बढिरहेछौँ। यति रोकेन भक्तपुर आउनुपर्छ है रोडमा। हरियाली देख्न भक्तपुरको रोड। त्यही त। त्यो काठमाडौँ र ललितपुरको त कहिले त्यो ठुलो हुनु घलाते। टु किलोमिटर्स अहेड भनेर यहाँ रहेछ। हामी चाहिँ अब पाण्डु बजार भन्दो रहेछ यो ठाउँलाई। सूर्यविनायक जाने बाटोतिर लागिरहेछौँ हैन। काठमाडौँ वर्ल्ड स्कुलको ठ्याक्क नजिकै हो। सो त्यही अनुसारले हिँडिरहेछौँ।
के भएर हामीलाई हिँड्न परेको छैन गाडीले सर्र उकालो लिएर जान्छ के फरक पर्यो त हैन यता कता हो त स्कुल आइगयो यो सूर्य विनायक एरो त्यहाँबाट चाहिँ घ्याम्पी डाँडा जाने त्यो साइडबाट लेफ्ट माथि पाइलट बाबाको आश्रमबाट त्यो काठमाडौँ बोर्ड स्कुल जान्छ कता हो त यो नै हुनुपर्ने हो यहाँ बोर्ड आयो म्याप नै चलेन 800 मिटर्स ग्रिन बोर्डलाई फलो गर्ने हुने रहेछ ग्रिन बोर्ड रहेछ तारले छेकिसकेको रहेछ सबैतिर ग्रिन बोर्ड लगाएर रहेछ कस्तो कन्फ्युजिङ रहेछ कता आएको जस्तो भएको यस्तो थियो र म त मेरो पनि लगभग यो त धेरै बसी आएको नि त यता यस्तो बाटो भएपछि अनि यस्तो बाटो त थाहा नै छैन कि याद नै छैन राम्रो बाटो स्कुल पढ्दा फेरि आएको हो राम्रै भएर रहेछ त के रहेछ टर्न लेफ्ट भनिरहेको छ टर्न लेफ्ट गुन्डु ए गुन्डु जाने यताबाट रहेछ के लेख्या होला नि त यहाँ हामी बाटोमा स्टक भयौँ कहाँ जाने थाहा भएन है ए ओके ओके त्यहाँ माथि त्यो ठुलो बाटो भएको ठाउँमा हो यहाँ याद आयो अब देखियो होइन बास्केटबलको यही होला त हामी त यही बाटो आइरहेको छ त होइन तर हामी यताबाट आयौँ होइन अब हामी जङ्गलतिर लाग्नु पर्यो कि माथितिर हामी स्ट्रेट आयो यो यो ए लेफ्ट लाग्छ घुमाएको घुमाइ यहाँबाट अफ रोड छ यही बाटो हो जिम्नीलाई त राम्रै रहेछ ए ल जिम्नी ढुङ्गा खोज्दा देउता मिल्या भन्छ नि त्यस्तो पो हुने भएछ त यहाँ त अफ रोडिङ पो हुने भएछ त हाम्रो त यहाँ त हामी यो शिवपुरी के अरे शिवपुरी भन्न आएछ जङ्गल भनेको शिवपुरी आउने भएछ कि सूर्य विनायकको जङ्गलमा अफ रोडिङै जस्तो भयो त्यो अघि काठमाडौँ वर्ल्ड स्कुलको बाटोबाट त्यो लिखु नारायण मन्दिरतिर गएको भए चाहिँ त्यो एक ठाउँबाट बाटो चाहिँ बन्द रहेछ कि खालि बाइकहरू मात्रै जाने रहेछ सो हामी त्यहाँबाट फर्केर अनि त्यसपछि अब यो बाटो आउनु पर्यो अफ रोड साँगुरो बाटो रहेछ तर क्या इन्ट्रेस्टिङ लाग्यो क्या जे भयो भने यस्तो ट्रेलमा नआएको पनि धेरै भएको थियो नि त यो पनि रुखहरू हेर्दा गाडी नहिँड्ने बाटो जस्तो लाग्यो है धेरै यहाँ त कस्तो को हिँड्ला र यहाँ त होइन र झ्याउकिरीहरू कराएको ओहो रमाइलो जङ्गल एक्सपिरियन्स भयो त हामीलाई त रमाइलो जङ्गल एक्सपिरियन्स भयो गहिरो रहेछ ठ्याक्क रातो माटो रहेछ नि त इन्ट्रेस्टिङ चिप्लो बाटो छ ल अल्टेरेन टायर हालेपछि चाहिँ यस्तोमा चाहिँ रमाइलो के जिम्नीमा अल्टेरेन टायर हालेपछि चाहिँ यस्तो टेरेनमा हो हाई पनि खासै नहुँदा पनि केही फरक चाहिँ पर्दैन
इन्ट्रेस्टिङ। जङ्गलभरि फलफुल हुनु नि कति रमाइलो है। टिपेर बस्दैन। ऐसेलुहरू त हुनुपर्ने हो है उता पूर्वतिर। ऐसेलुको सिजन त सकियो नि, वैशाखमा हुन्छ। तर रुखहरू त होला नि त भन्न खोजेँ कि। होला। अहिले सिजन होला नहोला आफ्नो ठाउँमा छ। ओहो कस्तो हिलो हो बाटो त। त्यस्तो हिलो त्यति साह्रो हिलो त होइन, तर होइन गइरहेछ बाटो। हजुर गइरहेछ। साह्रो त खै धेरै पछि अफरोडिङमा आएर त्यस्तो फिल त्यस्तो भयो होला सायद। धेरै पछि अफरोडमा धेरै नै भयो नि त अफरोडिङ। इन्डिया गयो अफरोडिङ कहिले भएन। त्यसपछि रमाइलो ठाउँ रहेछ त। मलाई नै एकदम राम्रो लाग्यो। एकदम राम्रो ठाउँ रहेछ लाग्यो त। तर यति धेरै टाढा होला। हजुर हामी राइट बाटोमा त छौँ। राइट बाटोमा छौँ, अब ठ्याक्कै आइपुग्छ भनिरहेको छ त। क्लियर छ त इन्स्ट्रक्सन। हुन त हामी यताबाट घुम्नु पर्यो नि। तल स्विमिङ पुल, रुफटप स्विमिङ पुल रहेछ नि त है। काठमाडौँ वर्ल्ड स्कुल चाहिँ देखिरहेछ, रुफटप स्विमिङ पुल पनि रहेछ होइन। यो चाहिँ मेरो पिओभी हो, जङ्गलको बाटोमा यतापट्टि बास्केटबल कोर्टहरू देखेको रहेछ। एकदम रमाइलो रहेछ। ल जाने यहाँ त फिल्म सुटिङ भइरहेछ जस्तो। तल जाने अब। ए फेरि ओह्रालो लाग्नु पर्यो। रेस्टुरेन्ट पनि रहेछ यहाँ, खाजासाजा खाने ठाउँ पनि बनाएर रहेछ। घुम्न आउँछन् मान्छे। त्यो ग्रासल्यान्डहरूमा त पिकनिक गर्न पनि कस्तो राम्रो ड्राई पिकनिकहरू हुन्छ नि रहेछ नि है। कस्तो राम्रो। ए यहाँ चिकन फार्म रहेछ नि त, पोल्ट्री कुखुराको फार्म। फक्स हन्ट भन्ने हामी इभेन्टमा आइपुगेका छौँ होइन। फक्स हन्ट गर्नलाई चाहिँ बन्दुक लिएर होइन कि, यस्तो इक्विपमेन्ट लिएर चाहिँ एन्टिनाहरू लिएर सरहरूले यहाँ हुन्छ नि पुरा खोजिरहनु भएको छ। एकजना सर उहाँ पर हुन्छ जङ्गलमा चाहिँ, यो त्यो के भन्छ बिकनहरू हुन्छ नि लुकाएको छ, अनि त्यो खोज्दै हिँडिरहनु भएको छ। जसले भेटायो यो चाहिँ ह्याम रेडियो हो, रेडियोको त्यो ह्यान्डहेल्ड त्यो वाकिटकी भन्छ नि, त्यो वाकिटकी लिएर चाहिँ अनि मोर्स कोडको त्यो आवाज टुट 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 बजिरहेको हुन्छ। त्यो टुट टुट बजेको आवाजलाई चाहिँ पछ्याउँदै अनि त्यो जसले त्यो लुकाएर राखेको हुन्छ कि एक ठाउँमा त्यो बिकन चाहिँ, जसले बिकन भेटाउँछ उसले चाहिँ जित्यो क्या। यो त्यही हो। गाडी पार्क गर्न लाग्दैछौँ माथि। यहाँ फक्स हन्टको डेमो भइरहेछ। म त बुझ्दिनँ यस्तो, एक्जाम मात्र दिएको। चिसो रहेछ। कस्तो घाम चर्केको। नजाने फक्स हन्ट गर्नु पर्यो नि है। कहाँ म हिँडेर जान्छु, सक्दिनँ गर्मीमा। ठाउँ रहेछ है यतातिर जङ्गल। ए पार्क गर्ने ठाउँ यस्तो रहेछ सबै होइन। यहाँ पिकनिक पनि गर्दो रहेछ।
एउटा फोटो सेसन गर्नु ड्राई पिकनिक गर्न पुरै होल फ्यामिली इन्क्लुडिङ डगी डेमो यस्तो हुन्छ एन्टिना हो डाइरेक्सन फाइन्डिङ एन्टिना जस्तो के अनि त्यो वकी टकीमा चाहिँ एन्टिना त्यो जोडेर नभए वकी टकीको एन्टिना भनेको कस्तो हुन्छ रबर डक सानो यत्रो हुन्छ नि त्यसलाई निकालेर अनि त्यसपछि यो चाहिँ नवीनजीले बनाउनु भएको जस्तो लागेको छ त्यो चाहिँ पावरफुल हुन्छ क्या तर रुख पनि चढ्नु पर्ने रहेछ हो हल्का त्यस्तो धेरै चढ्नु पर्दैन भेटाए त्यही नै रहेछ यो नि रहेछ ल यो पो हन्ट गर्नुपर्ने रहेछ त खैरे सैरेलाई पनि भाग लान लाउनु भने यस्तोमा रमाइलो भयो क्या डोनेसन तर आफै भेटाउन सक्ने स्थिति छैन हामी चाहिँ अघिको लोकेसनबाट अब नयाँ लोकेसनमा गइरहेछौँ यो तपाईँको होइन त्यो मान्छे नदेखा कतै कसैले लाउँदैन बाटो पनि दुईवटा रहेछ नि त बाटो पनि कति धेरै रहेछ उताबाट जता गए पनि मान्छे छ गाडी पार्क गरेर फेरि ट्रान्समिटर लुकाइसक्यो अब पत्ता लगाउनलाई स्टार्ट हुँदैछ पत्ता लगाउन सकिएला त सकिन्छ सुनेर म त मोर्स नै बुझ्दिनँ त्यो बुझ्नै पर्दैन सिग्नल नै टुट गरेको ठाउँमा यसो वरिपरि तलमाथि हेर्ने त हो सेतो बक्सा हुँदो रहेछ लेपार्ड पाइदो रहेछ नि त यस्तो भिडभाडमा को आउँछ हो अलिकति अब घना जङ्गलतिर ल यहाँ जङ्गलमा बिकन खोजिरहेछौँ बिकन चाहिँ लुकाइसकेको रहेछ सिग्नल यतैतिरबाट आइरह भएर अब यता अगाडि बढिरहेछौँ होइन यहाँ अर्को एकजना दाइ पनि आइपुग्नु भएको छ हामी कतिजना छौँ अहिले यहाँ 2-4 जना अगाडि म 5 पछाडि 2 जना हुन्छ 6-7 जना रहेछौँ 8 जना छौँ त्यो एन्टिनाले चाहिँ अब त्यो जता एन्टिना देखायो त्यतातिर सिग्नल स्ट्रङ हुँदै जान्छ अनि जसले चाहिँ त्यो बिकन भेटाउँछ उसले चाहिँ इनाम पायो पुरस्कार यो चाहिँ एन्टिना हो ल है डरै लाग्छ मलाई त सर्प आउँछ कि भन्दै हिँडिरहेको छु भेटियो भन्नुहुन्छ सुरेश यो पातले त लुक्यो रुखमाथि भेटियो जस्तो छ हो सबै हो त माथि नै जानु भयो त गेम स्टार्ट भयो
लुकाउन जानुभयो अहिले हाम्रो नवीनजी 9 नोभेम्बर टु नोभेम्बर किलो चाहिँ लुकाउन जानु भएको छ होइन। यहाँ रमेशजी हुनुहुन्छ अनि त्यसै गरिकन यहाँ गेली सर होइन, देवजी, हाम्रो सुरेश दाई, प्रवेश लामा, प्रभा त्रिपाठी, अनि म यता क्यामेरामा चाहिँ जुबिन निरौला छु। यहाँ एन्टिना हेर्नु न, दाइको एन्टिना कति ठुलो छ क्या यो, ठ्याक्कै अहिले हामीले डेमो गरेका थियौँ, डेमोमा ठ्याक्कै देखाइदिनु भएको क्या त्यही त। तर यो चाहिँ हाम्रो अब पहिलोचोटि फक्स हन्टिङ भनेको छ। अब यो चाहिँ स्याल खोज्न हामी चाहिँ फक्स हन्ट गर्ने भनेर गयो होइन। यो एन्टिना र रेडियो युज गरेर चाहिँ अब त्यो बिकनलाई कहाँ लुकाएको हुन्छ, ट्रान्समिटरलाई चाहिँ कहाँ लुकाएको हुन्छ त्यो चाहिँ अब खोज्न पर्छ होइन। अहिले हामी ठ्याक्कै भन्नुपर्दा फेरि सूर्यविनायकको यो जङ्गलमा छौँ। मौसमले पनि साथ दिइरहेछ है अहिलेसम्म चाहिँ, पानी परेको छैन। फक्स हन्टको यहाँ चलिरहेछ है, साथीहरू सबैजना खोजिरहनु भएको छ। गेली दाई पुरा डेडिकेटेड भएर खोजिरहनु भएको छ। हाम्रो इभेन्ट कोअर्डिनेटर नवीनजी, यो पहिलोचोटि होइन त यो CW इभेन्ट भइरहेछ। अब फ्युचरमा पनि हामी यस्तो इभेन्टहरू गर्दै जान्छौँ। सबैजना आउनु होला हेर्नलाई, पार्टिसिपेट गर्नु होला, रमाइलो गर्नुपर्छ। जति पनि अपरेटरहरू हुनुहुन्छ होइन, यो SWL ले पनि गर्न मिल्छ होला नि, सबै लाइसेन्स पनि चाहिँदैन। त्यही त इन्ट्रेस्टिङ हुँदैछ, इन्ट्रेस्टिङ भएको छ। हामी आएको जति त सबैजना रमाइरहेछौँ है। सुरेश दाई त जङ्गलभित्र गएर कहाँ पुगिसक्नु भयो माथि। दाईको एन्टिना धेरै ठुलो छ फेरि। डिट्युन गर, अलिकति डिट्युन गर क्या, त्यसरी आँखाले। फक्स हन्ट भइरहेछ है, CW फक्स हन्ट। रेडियो र एन्टिना लिएर घारीतिर साथीहरू दौडिरहनु भएको छ। कसले पत्ता लगाउने त? तीनतिर एंगलमा गयो, कुन एंगल ठीक कुन एंगल बेठी 433.910 मेगाहर्जमा UHF मा भइरहेछ। सुरेश दाईले चाहिँ एकदमै स्ट्रङली यता छ भनेर देखाउनु भएको छ। ए दाईले ठ्याक्क यतिको लागि छैन, यति यहीँनिर छ, यही पोइन्टमा यतै त्यो छ ल, यही पोइन्टमा। लुकाउने मान्छे चाहिँ उहाँ हो, उहाँले ट्रान्समिटर लुकाउनु भएको छ। खोज्न यहाँ सबैजना साथीहरू लागिपर्नु भएको छ। खोजी कार्य भइरहेछ है। खोजी कार्य तीव्र गतिमा बहिरहेछ है, एकदम मजाले खोजिरहनु भएको छ। सिग्नल यतैबाट एकदमै स्ट्रङ आइरहेछ भनेर यतै वरिपरि सबैजना पत्ता लाग्यो। ओहो ल, कहाँ थियो कहाँ कसरी थियो, एकचोटि कसरी राखेको देखाइदिनु पर्यो।
यो त तर भ्यालिडी होइन उसले आँखाले हेरेर पत्ता निकाले हो त्यसै पत्ता लाग्यो ल तर जस पत्ता लागेको त हो होइन दाइ सुरेश दाइले त यतै यहीँ छ भनेर यहीँबाट देखाउनु भएको थियो क्या त्यहाँ माथिबाट त्यहाँबाट देखाएको यतै हो क्या यहीँ रहेछ क्या फेरि ठ्याक्कै होइन हो अनि त्यसपछि त्यो वरिपरि खोज्नु पर्ने रहेछ के नभएदेखि अघि उता माथि जङ्गलमा पनि खोज्या हो नि त डिरेक्सन चाहिँ एकदम मिलाउनु कतै गयो त ल फक्स हन्टको अर्को सेसन पनि स्टार्ट भएको छ सुरेश दाइले चाहिँ ठ्याक्कै यता छ भनेर देखाइसक्नु भएको छ है फेरि पनि अघि पनि दाइले नै हो डाइरेक्सन देखा दाइले बोक्नु भएको थियो एन्टिना चाहिँ अमेरिकाबाट पहिला लिनु भएको रहेछ जमानामा मसँग एन्टेनाको गार्डन छ त थानामा हो यही थाना देखाउँदा नि म एक दिन हेर्न पर्यो दाइ कोही $370 कोही $400 कोही $150 एउटा $55 नि बटरनटको एन्टेना किनेको छु मैले ए सबै किनेको त्यति बराबरको नेपाली ल्या मैले यहाँ म हतपत उपहार दिन नि हजुर त्यो मुलाको एउटा एक्स्ट्रा एन्टेना दिन्छ संसारभरिको सबमा लेख्छ क्या मैले यो दिएँ त्यो दिएँ भनेर के मुला खैहरू अनि मैले त्यो दिएँ दाइले सबै एन्टिना आफैले किन्नु भएको छ जति पनि छ तर यो पार्क चाहिँ गजबै पार्क रहेछ साथीहरू बस्नु भएछ त्यहाँ दुईजना ए ए मैले रेडियो चाहिँ मलाई दान दिएको एउटाले होइन तर त्यसको भन्सार चाहिँ मलाई किन्नुभन्दा महँगो पऱ्यो त्यत्रो पर्यो है 265% यो त भन्सार अहिले धेरै कम छ नि दाइ अहिले कला छ नि त यो 40 सालतिर के 50 सालतिर 50 सालमा त्यसको त्यतिखेर मैले पुरै भन्सार तिरेर लिएर आएको ल्याउँदाखेरि त्यति पैसा पऱ्यो धेरै महँगो त्यही त महँगो किन्नु सस्तो छ त्यतिखेर चाहिँ किनेर ल्याए मलाई जम्मा 40% भन्सार पर्थ्यो के देखाएको छ नियमले भन्दाखेरि चाहिँ कसैले दान दिन्छ विदेशीले भने विदेशी संस्था अथवा विदेशी व्यक्तिले कुनै चाहिँ दान दिन्छ त्यसको भन्सार तिर्नु पऱ्यो भने चाहिँ तपाईँको 260% मैले लेखाएको छ बाफ्रे किन्नुभन्दा महँगो थाहा भएर आइहाल्यो भन्सार आफूलाई कति रेडियो ल्याएर चलाउनु जस्तो भइसक्यो अनि मैले किनेर ल्याएर अनि भन्सार तिरेर ल्याएँ अझ भन्सार तिर्दाखेरि मैले के गरेँ भनेको चाहिँ म भन्दिनँ क्या अलिक मलाई गाह्रो लाग्छ त्यो चाहिँ गोप्य कुरा हो कुरा भए सबै कुरा कसरी मैले त्यो पैसा ल्याएँ भनेको चाहिँ अलिक रहस्य छ कि अलिक गाह्रोसँग मैले लिएर आएको त्यतिखेर ल गेली दाइले भेटाउनु भयो दाइ कहाँबाट भेटाउनु भयो हजुरले यो छानामाथि छानामाथि ओ छानामाथि उताबाट चढाएको थिएँ कि तर भेटिएन कि देखिएन तर तिर चाहिँ मैले नदेखिरहेको तपाईँ सिग्नल एकदम स्ट्रङ थियो हेरिरहेको थियो अनि मलाई रुखमा सलाएर म उता तेर्सो गएँ कि अनि हरायो फेरि फर्केर आउँछु फेरि यता यता तलतिर देखाउँछ है अर्को राउन्ड सुरु भइसक्यो यहाँ सुरेश दाइ खोज्दै हुनुहुन्छ यहाँ अर्को दाइ यहाँ खोज्दै हुनुहुन्छ अब कहाँ छ नै थाहा छैन ल आज 2-3 राउन्ड फक्स हन्ट पछि होइन लगभग 11:30 बजेदेखि हामीले स्टार्ट गरेका थियौँ 2:20 भयो अब चाहिँ अब ऱ्यापअप गऱ्यौँ होइन हामी अहिले यो सूर्य विनायकको जङ्गलमा छौँ झ्याउकिरी टन्नै कराइरहेछ ठुल्ठुलो आवाज दिएर है साह्रै रमाइलो भयो अब यो चाहिँ एउटा नयाँ सुरुवात पनि भयो नेपाल एमेचर रेडियो कम्युनिटीमा रमाइलो भयो अब यसलाई कन्टिन्यू गर्दै लानुपर्छ बिस्तारै अब चाहिँ आजको यो फक्स हन्ट इभेन्टको विनरलाई फर्स्ट सेकेन्ड र थर्ड विनरलाई चाहिँ क्यास प्राइज डिस्ट्रिब्युट गर्ने अब यहाँ प्रोग्राम छ अनि हाम्रो यहाँ 9 नोभेम्बर 1 होटल अल्फा सूर्य सुप्रेती दाई हुनुहुन्छ सिनियर दाई उहाँले चाहिँ अब यो विनरहरूलाई डिस्ट्रिब्युट गर्न गइरहनु भएको छ प्राइज चाहिँ आज हाम्रो यहाँ भएको फक्स हन्टिङ कार्यक्रममा आइदिनु भएको सबैलाई धेरै धेरै धन्यवाद र कार्यक्रम आज धेरै रमाइलोको साथ सम्पन्न भयो इतिहासमै पहिलोचोटि नेपालमा भएको सिडब्ल्यू फक्स हन्टिङ कार्यक्रम सक्सेसफुल बनाइदिनु हेल्प गर्नुभएकोमा सबै साथीहरूलाई धन्यवाद
स्पेसल थ्याङ्क यू टु हाम्रो सुरेश मैले चाहिँ मैले पनि वास्तवमा अरू देशमा गरेको मैले यस्तो इन्टरनेटमा मात्रै हेरेको हो होइन। यो चाहिँ एउटा यहाँ होस् भन्ने चाहना त हाम्रो पनि थियो क्या पहिलेदेखि नै। अनि तपाईँले जुन अर्गनाइज गर्नुभयो यो चाहिँ साह्रै रमाइलो, मलाई मनमा नै साह्रै आनन्द आएको थियो त्यतिखेर कि ल भाइहरू जे भए पनि यति भरि कोसिस गर्नुभयो भनेर। तर यो चाहिँ के हो भन्दाखेरि फक्स हन्टिङ भनेको चाहिँ एउटा रेडियो तरङ्ग जुन लुकाएर राखिएको छ त्यस्ता रेडियो तरङ्गलाई हामीले एन्टेना र रिसिभरको सहायताले त्यो कुन ठाउँमा छ भन्ने कुरो पत्ता लगाएर त्यसलाई चाहिँ हामीले त्यसलाई त्यहाँबाट निकाल्ने हो भन्दाखेरि यसले त्यति मात्रै हामीले त्यो गर्दाखेरि त्यो एउटा अनुभव मात्रै हुँदैन कि त्यसले हामीलाई अरू रेडियो सिग्नलसँग तपाईँको खेल्न अथवा रेडियो सिग्नल कहाँबाट आएको छ भने त्यसको अध्ययन अनुसन्धान गर्नलाई पनि हामीलाई मद्दत पुर्याउँछ यसले। र यसमा आमोद प्रमोद र एउटा खेलको त छँदैछ। त्योभन्दा बाहेक तपाईँ रेडियो सिग्नलसँग जो कोही इन्जिनियरिङ गर्नुभयो कोही इन्जिनियरिङ नगरेर वकिलमै भए पनि पेसा चाहिँ एउटा वकिलै भए पनि अथवा एउटा एडमिनिस्ट्रेसन भए पनि यो त नयाँ यो साइन्सको कुरो हो, यो त नयाँ चिज हो नि। उसलाई पनि यसबाट चाहिँ आमोद प्रमोद र नयाँ नयाँ कुराको इन्भेन्सन अनुसन्धान गर्नलाई पनि यसले बल पुर्याउँछ। र नेपालको इतिहासमा यो पहिलोपालि तपाईँले जुन गर्नुभएको छ यो चाहिँ सराहनीय छ। र आउने वर्षदेखि आउने समयमा हामीले फेरि यसरी अर्गनाइज गरेर अझ साथीहरूलाई मेम्बर बनाएर एकदम ठुलो भव्यता साथ हामीले गर्न सक्छौँ र हामीले गर्छौँ भन्ने कुरो उद्देश्यका साथ आजको कार्यक्रमलाई यही समापन गर्छौँ है त। जङ्गलै फर्किन्छ। हामी चाहिँ फक्स हन्ट सकाएर अब फर्किँदैछौँ। आजको हाम्रो पसिना पसिना भयो, रमाइलै भयो। साथीभाइहरूसँग भेटघाट अरूभन्दा पनि इभेन्ट पनि राम्रै इभेन्ट हो यो। यतिको इभेन्ट पनि गर्न सकेको थिएन यसको। त्यो साथी हाम्रा साथीहरू हुन्। हामी चाहिँ अब अहिले एकछिन केही क्विक बाइट स्न्याक्सहरू खान गइरहेछौँ। यता खोइ कहाँनिर स्ट्रिट फुडहरू छ अरे, त्यही स्ट्रिट फुड खाने भनेर साथीहरू अगाडि गइरहनु भएको छ, हामी फलो गरिरहेछौँ। ल अब आजको हामी यो भिडियो चाहिँ अब ऱ्यापअप गर्नुपर्छ है। सूर्य विनायकमा चाहिँ आज हाम्रो फक्स हन्ट जुन इभेन्ट थियो एमेचर रेडियो अपरेटरहरूको त्यो चाहिँ एकदमै रमाइलोसँग बित्यो होइन। अनि त्यसपछि लास्टमा चाहिँ खाजासाजा खाएर अनि त्यसपछि अब अहिले फर्किँदैछौँ, हामी पनि घर फर्किँदैछौँ। इभेन्ट एकदम रमाइलो भयो। अब यो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला अनि यो भिडियोलाई लाइक गरिदिनु होला। अब यस्तै अरू किसिमको नयाँ नयाँ भिडियोहरू लिएर चाहिँ आउने गर्छौँ। अब अर्को भिडियोसम्मको लागि चाहिँ अहिले मैले बिदा मागेँ। हस् त, नमस्ते। ल यो ओभरपासमा चाहिँ पुरै फोटो सेसन भइरहेछ है। यहाँ यसरी चट्टसँगले मान्छेहरू चाहिँ आएर फोटो खिच्ने, सेल्फी खिच्ने, भिडियो बनाउने भइरहेको रहेछ। उद्घाटन भएको टाइम अब हुन्छ नि शनिबारको दिन। यस्तै छ ल।